दाजुभाइहरू होइन अहिले चाहिँ म आइपुगेँ ऐना भएको ठाउँमा सो त्यही नि हो बिस्तारै आउँदैछु इलाम अरे नि त सो त्यही नि हो थ्याङ्क यू सो मच सबैजनालाई फाइनली दाजुभाइहरू काठमाडौँ बाई बाई भन्दै म चाहिँ इलामतिर लागेको अवस्था छ सो देख्न सक्नुहुनेछ यताको नजारा भने लास्ट चाहिँ दामी अनि सो देख्न सक्नुहुनेछ झिलिमिली भएको छ अहिले चाहिँ बत्तीको है सो त्यही नि हो केही छैन अनि अहिले भनेको कोटेश्वरतिर पुग्नु लागेको अवस्था छ दाजुभाइहरू माथिबाट हिँडेको निकै अगाडि नै हो अनि सो त्यही नि हो अब कोटेश्वर पुगिन्छ त्यस पछाडि अहिले कलङ्की चोक होला यो सायद होइन अब कोटेश्वर पुगेर त्यहाँबाट इलामतिर हुर्किनु पर्ने हुन्छ ठिक छ केही छैन प्यारा मित्रहरू थ्याङ्क यू सो मच सबैजनालाई होइन सबैजना जोडिनु होला यो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गर्नु होला लाइक सब्सक्राइब गर्न नछुटाउनु होला भन्न चाहन्छु एकदम दामी सो मजाले जानु पाइरहेको छु सो बिहान हिँड्यो भने चाहिँ यतातिर बाटो खुल्ला हुँदो रहेछ भन्ने कुरो थाहा पाएँ सो त्यही नै हो अनि बिस्तारै अहिले चाहिँ हिँडेको छ होला 60को स्पिडमा है सो छु म चाहिँ कोटेश्वरको लाइनमा सो त्यही नै अब कोटेश्वर आउनु लागिसकेको अवस्था जस्तो लाग्यो ठिकै छ दामी यार गाइस दामी ल फाइनली गाइस अहिले चाहिँ आधी बाटोतिर आइपुगेको अवस्था छ होइन सो देख्न सक्नुहुनेछ बाटो हल्का कच्ची छ अनि कुद्दैछौँ साँगो सागाको यतापट्टि आइपुगेछ भिरमा होइन सो ठिक छ आज लास्ट छ अनि भ्लग चाहिँ भयो कि भएन मलाई थाहा छैन मेरो दाजुभाइहरू है सो त्यो सागा हो होइन अनि अब यतापट्टि हिँड्दैछु सो अब उयो चेकपोस्ट कहाँबाट चाहिँ सट्टै फेरि बिजेपी छ क्या हामी बेलुका आउँदा चाहिँ यस्तो भिड हुन्छ नि यो बाटोमा तल बिहान आउँदा जति हुँदैन क्या बिहान आउँदा दामी हुन्छ मा कस्तो भनेको यार लास्ट बबल सबै उज्यालो भएर हिँड्छ नि त अनि टाढो कोही तान्दै जाउँ कोही फिदिम कोही यताउता कहाँ टाढो जान्छ बिहान यसरी उठेर हिँडेको हुन्छ त्यही भएर बाटो खुल्ला कोही साथीहरू हुन्छ क्या अनि दामी हुन्छ क्या काठमाडौँबाट आउँदाखेरि म जहिले यतिखेरै हिँड्छु बिहानै गाइज यसरी नै हिँड्यो बिहान हिँड्दाखेरि कोही पनि हुँदैन क्या अनि सुनसान अनि मजा आउनु क्या बाटो खुल्ला सो यसरी खुल्लामा तर्नु पायो भने कटिङ छैन क्या यो बाटो एकैछिनमा कटिन्छ होइन मान्छेलाई यसमै मुझे गाडी भिड लाग्यो भने चाहिँ अनि मुला जहाँ परेकोमा टोक्ने यार लास्टबाट लाग्छ म धुलो भगवान् फाइनली दाजुभाइहरू भकुण्डे बेसीको यात्रा है अनि भकुण्डे बेसी आइपुगेको छ सो देख्न सक्नुहुनेछ अलिक उज्यालो भएर आइपुग्दा चाहिँ अनि अब चाहिँ सट्टै भात खाने ठाउँतिर पुग्यो भनेको 8-9 बज्छ क्या सो राति हुन्छ बिस्तारै चिलमा जाने हो आराम साथ सो त्यही हो यो अस्ति आउँदा चाहिँ यतातिर आइपुग्दा रात परेको थियो अनि दुःख लागेको थियो होइन ठिक छ भकुण्डे बेसी आइपुग्यो बहुत खुसी लाग्यो अब सिधै जानुपर्ने हुन्छ म चाहिँ इलाम सो त्यही हो बिस्तारै जानुपर्ने हुन्छ आजु कति चिसो हो र नि यहाँ दाजुभाइहरू जाडो भयो आगो छोकेर ताप्नु पाए पनि हुन्थ्यो क्या एकछिन सट्टन तापेर सट्ट फेरि लास्ट मजा छ गाइज होइन हिँड्नु चाहिँ सोधे नि हो राइडमा चाहिँ लास्ट चाहिँ मजा आएछ कहाँ कुद्ने गाडी यसरी राखेको यार सो भकुण्डे बेसीलाई टाटा बाई बाई गरेर अब लाग्नुपर्ने हुन्छ म चाहिँ इलामतिर सो आधी बाटो त आइपुगेको जस्तो लाग्यो है सो त्यही नि हो केही छैन दामी गोरेटो गाउँको हिँड्दैमा त भेटी एउटी सुन्दरी दामी यस्तो बवाल देखिरहेको नि दाजुभाइहरू कुरै नगरौँ कसम भनेको लास्टै बवाल सोधै नि हो अब भनेको चाहिँ झन् बवाल भ्यूहरू आउँछ दाजुभाइहरू कुरै नगरौँ हेर्दैमा राम्री देखेर आएको जिउ ज्यान रहेछ सर्लकै परेको चिन्जान गर मुन्न र मैचाङ के थाहा हाम्रो मिल्छ गिर्याङको ठ्या
ल दाजुभाइहरू होइन सो त्यही नि हो आयो 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 यस्तो पहिला राम्रो ठाउँ थियो यहाँनिर होइन दाजुभाइहरू सब बगाइदिएर हेर्नु न कस्तो टट्टु बनाएको छ पहिला फेरि यहाँ माथिबाट थियो रोड पनि है दामी थियो क्या यहीँबाट थियो माटोक्ने सरी यहीँ थियो रोड होइन मैले बिर्सेँ क्या सो धेरैचोटि त बाइकमा त हिँडिसकेँ अनि हल्का बिर्सेको अवस्था छ सो दामी लाग्छ क्या यतातिर सो त्यही नि हो हेर्दै जाउँ कन्टिन्यू भइरहेको रहेछ होइन अहिले चाहिँ म यो तिर्सुली सिन्धुली सुनकोशी खोलाको किनारमा वाह मजा आयो यार हेर्नु न कत्रो छ खोला पनि दामी छ ओइ माट टोक्ने सयो सयो दामी यार सब खनेछ यार उता उभोतिर बाटो बनाउनुलाई होला लास्ट क्षेत्र जेसिबी लाएर खनिरहेको रहेछ है यसरी उभिएर चलाइरहेको दामी भाइ पाइरहेको छ मजा आइरहेको छ मेरो दाजुभाइहरू प्यारो प्यारो लास्ट हो जा यार औडा चिसो न चिसो छ पानी नाइस 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 दामी बाटो चाहिँ हल्का बिग्रेकै छ होइन सो यतातिर कता कता चाहिँ लगेको छैन अन्त सबैतिर लगेको छ दाजुभाइहरू है सो दुःखको खबर चाहिँ आए 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 हो ल सो मासला दामी मजा आयो यस्तो भएको छ हेर्नु बाटो भत्केर सो त्यही नि हो केही छैन काठमाडौँको नौताले धर र आमा आछु ओए मामफुली के साह्रो जाडो मजा आयो मजा आयो अस्ति आउँदा चाहिँ साथ परिसकेको थियो यतातिर होइन त्यहीहरू त्यति राम्रो भिडियो निकाल्न सकिएन अहिले भनेको छेउमा छेउ ब्युटिफुल लभली सुपर हिट भनेको जस्तो भिडियो आइरहेको ल दाजुभाइहरू यहाँ आइपुगिरहेको छु अहिले चाहिँ म यो कुन चाहिँ ठाउँमा मलाई थाहा छैन तर लास्ट चिसो छ यार अलिक पर गएर चिया चिया खानु पऱ्यो राम्रो ठाउँ हेरेर भनेको त सो ढाड दुख्यो यो खालको कुदाइ त वहाँ पुगिरहेको गाडीहरू हेर्नु न यस्तो मजा आएछ माटो के दाजुभाइहरू यस्तो भयो त उल्टा मजा आउँछ त हौ आफू चिसो चिसो छ यार यहाँ त माजाले पानी जमेछ यार ढुक्कमा टोक्ने आफू खुट्टाभरि चढ्यो सबै पानी फेरि यो बाइक चाहिँ फेरि पानी पछाडि खेल्दा त उल्का है बाटो बिग्रेछ यार यतातिर ढुक्क
लगडा हो होइन। यस्तो दामी दामी ठाउँ आइराखेको छ नि अहिले इलामबाट, काठमाडौँबाट इलाम झर्दैछु म बाइकमा। सो देख्न सक्नुहुनेछ। अनि लास्ट दामी मजा मजाको ठाउँहरू हेर्दै ठाउँ अवलोकन गर्दै। सो त्यही नि हो। अनि अहिले चाहिँ म छु, अहिले कहाँ आइपुगेँ भन्नुहुन्छ भने यो ऐना भएको त्यो आइपुग्न लागेको अवस्था छ होइन। सो त्यही नि हो। अनि अब सिधै इलाम पुग्ने हो आज बेलुकासम्ममा चट्टा। अनि घाम चाहिँ लागेन, मजा आएन। सो त्यही नि दुःख लागेको छ। घाम लागेको यस्तो तातो हुन्थ्यो क्या यतिखेर टक्क होइन, सबैतिर घाम पर्छ।